Yum, yum, yum. सम्मको भूमिबाट फर्किँदै अनि बाजेसँग कुरा गर्दै हिँडिरहेको छ अहिले बाटो फुड सप्लिमेन्ट अतिरिक्त खाना अहिले विश्वमा I am Prajulika Lama, a content creator about wellness, focuses on balance, awareness and discover. Welcome to this meaningful journey. पियरको खुट्टा ग्रिप सक्ने भित्र हामी सो बच्चाहरूको सुरक्षा र रमाइलो सबैलाई भित्र हुलेर दिनमो सबैलाई हुलेर म चाहिँ मसाज चेयरमा हुले लास्ट टाइम चाहिँ केरलाको साथीसँग आएको थियो अनि ओइले सम्बन्धी नै डिस्कस भइरहेको थियो अनि केरला इज द ल्यान्ड अफ आयुर्वेदा भनेर भनिन्छ अनि एकदम इमान्दारपूर्वक एकदम लाइसेन्स होल्डर भएर त्यहाँको आयुर्वेदिक सेक्टरलाई जोड दिएर उपचारलाई जोड दिएर काम गर्ने त्यहाँको मान्छेहरू पनि होइन अनि सो नेपाल पनि एकदम यो जरुरी छ नेपालमा अनि एकजनाले मात्र गरेर पनि यो हुँदैन अनि यहाँको वेलनेस पार्टनर चाहिँ मैले ट्र्याङ्कुलिटी देख्दै थिएँ सो पोडकास्टको सानो क्लिप्स राखेको छु सुरेश सरले के भन्नुभएको छ त्यसको लागि चाहिँ एउटा प्रपर रिसर्च गर्नलाई मैले नेपालबाट प्यारीबाट काठमाडौँ भक्तपुरबाट चाहिँ नेवार महिलाहरूलाई युरोपमा लिएर जानुभएको छ र त्यहाँ चाहिँ एउटा एक्सपेरिमेन्ट के भने 30-40जना बच्चाहरूलाई चाहिँ विदाउट मसाज एउटा रेगुलर तरिकाले हुर्किन दिनुभयो अनि अर्को 30-40जनालाई चाहिँ उहाँले एभ्री डे चाहिँ हाफ एन आवर जतिको मसाजहरू दिँदाखेरि चाहिँ 5-6 महिनापछिको फाइन्डिङ चाहिँ के भएछ भन्दाखेरि जसले मसाज दियो बच्चाहरूले उसलाई चाहिँ सानोतिनो रोगहरू यो ढुङ्गापोकीहरूले खासै असर नगर्ने वेट चाँडै बढ्यो होइन अलि राम्रोसँग सुत्ने अलि लामो आवर सुत्ने भयो कम्पेरिटिभली अरू बच्चाहरू होइन अनि त्यसले चाहिँ उनीहरूलाई के भयो भने यो त राम्रो चिज रहेछ गर्नुपर्ने र अब अहिले चाहिँ ती महिलाहरूले चाहिँ नेपालबाट गएको मान्छेहरूले चाहिँ त्यहाँका नर्सहरूलाई ट्रेनिङ दिइरहनु भएको छ वेलनेसमा हरेक क्षेत्र धनी राष्ट्र हाम्रो सुनको कचौरा लिएर माग्न बस्ने पनि हामी अरूले रिसर्च गरेर हाम्रो देशमा आउँदा त्यही लोकल प्र्याक्टिस हिलिङलाई नबुझ्ने हामी यसरी अरूले मसाजलाई बुझेर मसाज चेयर बनाइसके अनि यसको प्राइस 1 लाखदेखि सुरु अनि हामी अझै पनि गलत भनेर बस्ने हाम्रै माइन्डसेट गलत सो होला कतिले पैसाको लोभमा अलिकति नराम्रा गतिविधि गरे होला तर सबैले यो सेक्टरलाई स्पोइल चाहिँ गरेको छैन है वन्डरफुल वन्डरल्यान्ड एन्ड थ्याङ्क यू प्यारेन्ट्सको वेलबिङलाई मध्यनजर गरेर केयरहरू प्रोभाइड गर्नुभयो त्यो सँगसँगै अरू वेलनेसको सर्भिस प्रोभाइड गर्न सक्यो भने पनि होलिस्टिक फ्यामिली वेलनेस चाहिँ हुने थियो किनकि भ्याकेसनमा हामी प्रायः जस्तो बाहिर जान्छौँ फर्कदा चाहिँ अलि यात्राले थाक्छौँ गल्छौँ डोरधुपले होइन होला धनी वर्गमा वेलनेस स्टेकेसन भन्ने होला तर हामी जस्तो मिडियम क्लासको मानिसहरूले चाहिँ त्यो इफोर्ड गर्न सक्दैनौँ नेपालमा वेलनेस स्टेकेसन चाहिँ गर्न सक्दैनौँ त्यसको विकल्पमा चाहिँ हामीले चाहिँ यस्तो ठाउँमा चाहिँ बच्चाहरू चाहिँ खेलेर एकदम उनीहरू इन्जोय गर्छ नयाँ कुराहरू लिएर तर प्यारेन्ट्सहरू चाहिँ आराम गरेर कुनै वेलनेस सम्बन्धी सर्भिस आफूले लिएर रिजुभनेट भएर अनि आफ्नो प्यारेन्ट्सहुडलाई पनि बुस्ट गराएर अनि किडमा पनि प्यारेन्ट्समा पनि त्यो डोपामिन रिलिज भएपछि कस्तो हुन्छ होला ऊर्जाशील आफ्नो काममा फेरि पनि फर्किँदा नयाँ जोसमा होइन अनि सम्पूर्ण होलिस्टिक फ्यामिली वेलनेसलाई चाहिँ कभर गर्छ एज अ वेलनेस कन्टेन्ट क्रिएटर यो कन्टेन्ट बनाएको न कि कसैलाई प्रमोट गर्नलाई न कि कसैलाई चोट पुर्याउन हेलो उहाँ चाहिँ हामीहरू सँगै कलेज पढेको यहाँ बुकमतीमा यही काम गर्नुहुँदो रहेछ मेरो साथी हो मेरो बच्चाहरू चाहिँ एकदम ऊर्जाशील भएर घर फर्केको छ अनि घर फर्किँदै गर्दा चाहिँ हाम्रो बाटोमा बाजे भेटेको थियौँ एउटा समथिङ के अर्ग्यानिक के भन्दै हुनुहुन्थ्यो उहाँले उहाँको फुल भिडियो चाहिँ युट्युबमा है अर्थ त अब के भन्ने हो र मेरो बारेमा म चाहिँ मान्छे भनिसकेपछि सचेत हुनुपर्छ वेलनेसको पावरफुल र मिनिङफुल अर्को कन्टेन्टमा भेट गर्नेछौँ भन्दै विश यु वेलनेस एन्ड ब्यालेन्स तारा